हामी सबै कुराको लागि तयार छौँ। जनताको विषय हो, यस्तो संवेदनशील विषय हो, यो छोड्ने विषय होइन। हामी दुई हातले ताली पड्काउँदै हुनुहुन्थ्यो, टेबल ठोक्दै हुनुहुन्थ्यो भनेको सङ्ख्याका हिसाबले कम भए पनि दुईटा हात चाहिँ छ भन्ने त्यो देखाउनु खोज्नु के हो खास? आज फरक देखियो अलि दृश्य होइन। यस्तो अब त्यो सदनमा अलिकति हामीले राख्नेलाई अब हाम्रो कुराहरू राख्नको लागि अलिकति बल सङ्ख्याको पनि महत्त्व हुन्छ। हामी जम्मा थोरैजना छौँ, अब थोरैजनाले जति सक्छौँ त्यति गरिरहेको छौँ। अब त्यसलाई अझै कसरी डबल बनाउन सकिन्छ भन्ने हाम्रो प्रयत्न हो। हाम्रो सङ्ख्या कम भएको कारणले सदनमा पेल्न सकिएला, यहाँलाई त्यो दम होला, तर नेपाली जनताले यसको हिसाब किताब एक एक गरेर राखेका छन् भन्ने कुरा यहाँले भुल्नु हुँदैन। शेरबहादुर देउबा र प्रचण्डजीको बिचमा विशेष बैठक छ, भोलि 12 बजे प्रचण्डजी आउने काठमाडौँ, त्यस कारणले गर्दाखेरि 3 बजेलाई सारियो भनेर अहिले काङ्ग्रेसकै केही माननीयहरूले हामीलाई चाहिँ इन्फर्मेसन दिएका छन्। हो त्यसो होइन, बुढानीको कण्ठमा जे सहमति भद्र सहमति भएको थियो त्यो सहमतिलाई लिखित चाहिँ बुदामा ढाल्न नेपाली काङ्ग्रेस पनि इच्छुक देखिँदैन। नेकपा एमाले त अस्वीकार गरेका छ। उहाँहरूले बुढानी कण्ठमा जे सहमति भयो त्यो कार्यान्वयन प्रक्रियामा इमान्दार हुने बित्तिकै सहमति हुन्छ। माओवादी एमाले काङ्ग्रेस मिल्ने त्यो खालको अवस्था हो कि यो इस्यु? रासोपाले सदन अवरुद्ध गरेको होइन, रासोपाले जनताको मुद्दा समाधान गर्नको लागि बाटो खोजौँ भनिरहेको हो। यसमा उहाँहरू नमानेर सदन अवरुद्ध भइराख्या हो। छलफल गरिराखेका छौँ, तपाईँले देख्नु भएन, तपाईँले लेख्नुभयो, तपाईँले मलाई सोध्नु नसोधी लेख्नुभयो, त्यसमा मेरो के दोष छ? एमाले के गर्दैछ भनेर सोधेर त लेख्नु भएन। मिड पोइन्ट आइसकेको छ माओवादी र नेपाली काङ्ग्रेस एमालेको बिचमा र समाजवादीको बिचमा 2 बुँदे प्रस्ताव जुन माओवादीकै साथीहरूले ड्राफ्ट गरेर पठाउनु भएको थियो, त्यसमा हाम्रो भावनात्मक हिसाबले त्यसमा हामी त्यही ठाउँमा छौँ भनेका छौँ। त्यो मिड पोइन्ट हो। जनताको यत्रो ठुलो विषयलाई डोजर चलाए जस्तो कुल्चेर जानुहुन्छ भन्नेदेखि त जनताले हेर्नुहुन्छ, तर हामी त छोड्दैनौँ, यो मुद्दा त छोड्दैनौँ। यस्तो संवेदनशील मुद्दामा ठुला पार्टीले के धारणा लिए, के बिन्दुमा उनीहरू अड्डिए भन्ने कुरा जनताले हेरिरहनु भएको छ। अब आउनुहुन्न भनेदेखि त्यो उहाँहरूको के समझदारी हुन्छ उहाँको कुरा। रासोपा सधैँभरि यो मुद्दा चाहिँ हामीले सकुन्जेलसम्म हाम्रो बलले शक्तिले भ्याएसम्म हामी यो मुद्दा चाहिँ छोड्दैनौँ। सरकार आउनु हाम्रो कुरामा आउनुको विकल्प देख्दिनँ म। माओवादीको लाइन त अस्ति हामीलाई दिएको 2 बुँदे लाइन हो नि, त्यो 2 बुँदेमा उहाँहरूले फिर्ता गर्नुभएको छैन हामीसँग। त्यो 2 बुँदेमै कायम छु भन्नुभएको छ कि त अब रासोपाको 5 बुँदेमा उहाँहरू गएको हो भने 2 बुँदे कि त फिर्ता भयो, हामी त्यसमा छैनौँ भन्नु पर्यो। योभन्दा लाजमर्दो विषय के हुन्छ? त्यसकारण यसमा उजुरी के परे भन्ने कुरालाई अहिले चर्चामा ल्याउनु भन्दा पनि यो समस्या हो र यो समस्या आजको तितो यथार्थ हो, यसको निराकरण गर्नु राज्यको दायित्व हो भनेर सरकारमा रहेका सबै राजनीतिक दल र प्रतिपक्षमा रहेका सबै राजनीतिक दलले एक ठाउँमा उभिने हो भने यो समस्याको समाधान हुन्छ। होइन, यो मुद्दाको विरुद्धमा कोही उभिन्छ भने नेपाली जनता विरुद्ध उभिएको हो भन्ने कुरा जनताले प्रष्टसँग बुझेका छन्। हामी राजीनामा पनि दिँदैनौँ, अब समिति पनि नबनाउने लगायतका कुराहरू उहाँहरू कुनै पनि कुरामा नआउनु भएको कारणले गर्दाखेरि सदन चाहिँ त्यत्तिकै सुचारू गरौँ भन्नुहुन्छ। अब सदन कसरी सुचारू गर्ने जबकि जनताको यत्रो जनतासँग जोडिएको, जनतालाई अब यो ठगिएको भन्दा पनि म बेचिएको भन्छु अझ। किनभने कस्तो छ भने यो जति पनि भिजिट भिजामा जानुहुन्छ नि, तपाईले प्रमाणहरू पनि त हेरिसक्नु होइन, त्यो कस्तो रहेछ भने भिजिट भिजामा जति पनि जानुहुन्छ उहाँहरूलाई चाहिँ जसले लैजान्छ, अब दलाल भनौँ न, लैजाने मान्छेले चाहिँ उहाँ लगेपछि चाहिँ काम दिलाउँछु भनेर आश देखाउँदो रहेछ। भिजिट भिजामा गएर काम गर्न पाइँदैन नि त। अनि अब आश देखाइसकेपछि अब त्यो त्यसरी जानु नै गलत हो, त्यसरी काम खोज्नु गलत हो भन्ने कुरा पनि थाहा छैन क्या कति नेपालीहरूलाई चाहिँ। अनि उहाँहरू त्यस्तो ठाउँमा गएर बिचल्ले पर्नु हुँदो रहेछ अनि बेचिनु हुँदो रहेछ क्या। अनि कस्तो ठाउँमा बेचिने भने अब जस्तो छोरा मान्छेको हकमा चाहिँ एकदमै धेरै तातो घाममा एकदम लेबर त्यो निम्न स्तरको के अति नै धेरै नै परिश्रम गर्नुपर्ने न्यूनतम मानव अधिकारको कुनै पनि मापदण्डै नभएको जसरी अलिकति काम गर्नुपर्ने त्यस्तो खालको ठाउँमा छोरा मान्छेहरू त्यस्तो ठाउँमा बेचिने, छोरी मान्छेहरू घरमा बेचिने। अनि अब कानुनको दृष्टिमा चाहिँ उहाँहरू कहाँ जानुभयो थाहै छैन, कसैको च्यानलमै छैन। अनि यो त सिधा सिधा बेचिएको विषय भयो। अब यसलाई चाहिँ राष्ट्रिय मुद्दा हो, समाधान गर्न सबै दलहरू एउटा ठाउँमा आउनुपर्छ भन्ने हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा हो। त्यही कारणले हामीले 5वटा चाहिँ एउटा सहमति गरौँ, राष्ट्रिय सहमति गरौँ। यो मुद्दाको हकमा हामी राष्ट्रिय सहमति गरेर समाधानको बाटोमा जानुपर्छ, जनतासँग जोडिएको विषय हो भन्दा उहाँहरू आइपुग्नु भएन। त्यही कारणले गर्दाखेरि अब सदन अब सुचारू रूपमा चलाउने यो मुद्दालाई छोडिदिने हो भनेदेखि त हामी यहाँ हुनुको केही अर्थ भएन। उहाँहरूले त्यत्रो धेरै पठाइरहनु भएको छ, सन्देश हरेक दिन पठाइरहनु भएको छ। स्वयं बेचिएको मान्छेले हामी बेचिएका छौँ, तपाईँहरूले यो मुद्दा चाहिँ नछोड्नुहोस् है भनेर भनिरहनु भएको छ। लाखौँ मान्छे, लाखौँ नेपालीहरू हिँडिरहनु भएको छ। अब यो विषयलाई चाहिँ हामीले यत्तिकै छोड्ने विषय भएन। त्यही कारणले गर्दा सदन अब आज पनि यसरी अवरुद्ध हुन पुग्यो। जस्तो भित्रको अलिकति नारालाई मैले स्मरण गरेँ, जस्तो यहाँहरूले नारा के लगाइरहनु भएको थियो भने सायद
गणेश पराजुलीले भन्दै हुन्थ्यो सफ्टवेयर नै बनाएर यत्रो मानव तस्करी भइरहेछ भन्ने कुरा त्यो बोल्दै हुन्थ्यो भने अर्को नारा चाहिँ गृहमन्त्री राजीनामा देऊ र अर्को मानव तस्करलाई कारबाही गर भन्दै आज सदनभित्र नारा लागेको छ। यो नारालाई अलिकति पुष्टि गरिदिनुहोस्। होइन, मूल कुरा त अब हामीले जे त्यो सम्झौतामा हामीले राख्यौँ, एउटा प्रस्तावमा जे कुराहरू राख्यौँ तिनै कुराहरूलाई सपोर्टिङ गरेर अब नारा बनाइएको हो। अब नारा त स्वाभाविक हिसाबले राजीनामा दिनु पर्यो भन्ने कुरा स्वाभाविक हिसाबले आइहाल्यो। मानव तस्करी हो भन्ने कुरा मैले तपाईँलाई जोडिहालेँ। अब यो जुन सफ्टवेयरको कुराहरू आज अब सामाजिक सञ्जालमा समाचारहरूमा कता कति आए अनुसारले यस्तो पनि कुरा सुनिएको छ भन्ने कुराहरू आछ। अब त्यो तथ्यले पुष्टि गर्ने कुराहरू होला, तर अब आजको दिनमा यसरी गर्दा रहेछन् भन्ने कुरा बाहिर आइसके पछाडि त्यस्तो गम्भीर विषयलाई संवेदनशील भएर गर्ने विषयमा सरकार चाहिँ संवेदनशील भएको जस्तो देखिएन। त्यही कारणले हामीले अब त्यो जस्तो प्रमाणहरू जुन कलेक्सन गर्नुभएको छ त्यो प्रमाणहरू चाहिँ अब छानबिन समिति बन्ला या न्यायिक समिति बन्ला त्यहाँ चाहिँ हामी बुझाउँछौँ भन्ने तयारी हो अथवा सदनमै कुनै दिन बुझाउने तयारी हो अथवा के भइरहेछ? अहिले वैदेशिक रोजगार विभागले यो ठगीको मुद्दाहरू हेरिराखेको अवस्था हो, तर अब त्यहाँ पनि के भन्छ मानव स्रोत एकदमै कम्ती छ। स्रोतहरू एकदम कम्ती भएको ठाउँमा मुद्दाहरू यति धेरै आइरहेका छन्, उहाँहरूको क्षमताभन्दा बाहिरको कुरा भइसकेका छ। अर्को कुरा अब उहाँहरूले कति गर्ने हो, किनभने यो त एकदम अनुसन्धान पनि गर्नुपर्ने पाटो भएको कारणले उहाँहरूको क्षमताले पनि नभ्याउने जस्तो देखिन्छ। अब यसको लागि पनि एउटा संयन्त्र त आवश्यक देखिन्छ नि त, जसको लागि चाहिँ अब संसदीय छानबिन समिति बनाइसकेपछि निर्क्युलमा पुग्नको लागि के गर्ने त? राष्ट्रिय मुद्दा हो, यसलाई बिन्दुमा पुर्याउनको लागि के गर्ने भन्ने कुरामा चाहिँ मद्दत पुग्छ। त्यसकारणले अब अहिले हामीसँग सुरक्षित छ, त्यसलाई चाहिँ हामीले यत्तिकै छौँ। किनभने त्यो मगाइसकेपछि हामीलाई त्यो केसको सेन्सिटिभिटी अझ धेरै महसुस भयो, कति धेरै संवेदनशील छ यो मुद्दा भन्ने कुरा अझ धेरै थाहा भयो। त्यही कारणले अब ती मुद्दाहरूलाई भोलिका दिनमा केही न केही एउटा मेकानिजम बनाएर समाधान गर्नुपर्छ। यत्तिकै जनतालाई यसरी मरेको मरै छोड्ने त राम्रो भएन नि त। जस्तो प्रचण्डजी र देउबाजीको बिचको भोलिको जुन मिटिङ छ त्यो बारेमा चाहिँ प्रचण्डजीले के कस्ता एजेन्डाहरू चाहिँ देउबाजीसँग राख्ने भन्ने त्यस्तो तपाईँहरू प्रतिपक्ष बिचमा केही छलफल भएको छ कि छैन कि? होइन, त्यो अब उहाँहरूले के सम्झौता कहिले वार्ता गर्नुहुन्छ, कहाँ भेट्नुहुन्छ, के हो उहाँहरूको कुरा, त्यो उहाँहरूको कुरा हो। राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा नै त्यो यो 5वटा कुरामा आउनु पर्यो। उहाँहरू आउनुहुन्छ, स्वागत छ, जनताले हेरिरहनु भएको छ। यस्तो संवेदनशील मुद्दामा ठुला पार्टीले के धारणा लिए, के बिन्दुमा उनीहरू अड्डिए भन्ने कुरा जनताले हेरिरहनु भएको छ। अब आउनुहुन्न भनेदेखि त्यो उहाँहरूको के समझदारी हुन्छ उहाँको कुरा। रासोपा सधैँभरि यो मुद्दा चाहिँ हामीले सकुन्जेलसम्म हाम्रो बलले शक्तिले भ्याएसम्म हामी यो मुद्दा चाहिँ छोड्दैनौँ। सरकार हाम्रो कुरामा आउनुको विकल्प देख्दिनँ म, किनभने यहाँ चाहिँ कुनै व्यक्ति विशेषलाई आरोप प्रत्यारोप गरेको विषय होइन, यो ठुलो राष्ट्रिय समस्या हो, यसलाई समाधान गरौँ भन्ने हाम्रो। दुई बुँदे बुदामा सहमति भइसक्यो, हामीले जुटाइसक्यौँ भन्ने भन्नुभएको छ नि। खै अब त्यो चाहिँ के हो थाहा छैन। समाजवादी र माओवादीहरू लचिलो बन्दैछन्, हामीले त्यो माओवादीले अगाडि सारेको दुई बुँदामा सहमति भइसक्यो त्यो उहाँहरूको कुरा हो। अब त्यो उहाँहरूको कुरा होइन, हाम्रो त त्यो 5वटा कुरा हो भनेको 5वटा बुँदा सम्बोधन राष्ट्रसभा एक्लै भए पनि 5वटा बुँदामा हामी निरन्तर रूपमा गरिरहेछौँ। मान्यज्यू अहिले मात्र है सत्ता पक्षका सांसदले के पनि भनेका छन् भन्दाखेरि योगेश भट्टराईले नियमावली अनुसार संसद चल्छ, भोलिदेखि अवरोध हुँदैन, संसद नियमन चल्छ भनेर, त्यसपछि तपाईँहरूको अडान कस्तो रहनेछ? होइन, हामी त निरन्तर रूपमा यो जनताको यत्रो ठुलो विषयलाई डोजर चलाए जस्तो कुल्चेर जानुहुन्छ भनेदेखि त जनताले हेर्नुहुन्छ, तर हामी त छोड्दैनौँ, यो मुद्दा त छोड्दैनौँ। त्यो उहाँहरूको कुरा हो, उहाँहरूले हेरौँ न, हेरौँ। हामी सबै कुराको लागि तयार छौँ। जनताको विषय हो, यस्तो संवेदनशील विषय हो, यो छोड्ने विषय होइन। आज दुई हातले ताली पड्काउँदै हुनुहुन्थ्यो, टेबल ठोक्दै हुनुहुन्थ्यो भनेको सङ्ख्याका हिसाबले कम भए पनि दुईटा हात चाहिँ छ भन्ने त्यो देखाउनु खोज्नु भयो। के हो खास आज फरक देखियो अलि दृश्य? होइन, यस्तो अब त्यो सदनमा अलिकति हामीले राख्नेलाई अब हाम्रो कुराहरू राख्नको लागि अलिकति बल सङ्ख्याको पनि महत्त्व हुन्छ। हामी जम्मा थोरैजना छौँ, अब थोरैजनाले जति सक्छौँ त्यति गरिरहेको छौँ। अब त्यसलाई अझै कसरी डबल बनाउन सकिन्छ भन्ने हाम्रो प्रयत्न हो। हिजो संसद अवरुद्ध, हिजोको दिनमा संसद अवरुद्ध हुँदाखेरि तपाईँकै पार्टी सभापतिले संसद सधैँ अवरोध हुनु सक्दैन, बोलाउनुपर्छ भनेर सभामुखलाई पत्रै लेख्नुभएको थियो, अनुरोध गर्नुभएको थियो। अहिले चाहिँ फेरि राष्ट्रपा आफै संसद अवरोध गरिरहेको छ। यसले तपाईँ होइन, यो एकदम गलत सन्देश बाहिर गइरहेको छ राष्ट्रपाले संसद अवरुद्ध गर्यो भनेर। मूल कुरा चाहिँ मुद्दा समाधान, मुद्दामा दलहरू एउटा बिन्दुमा आउनु पर्यो भन्ने कुरा। जस्तो के हुन्छ, सदन हामीले चलाउन दियौँ रे, ल खोलिदियौँ रे, ल हामीले अवरुद्ध गरेनौँ, के हुन्छ त्यसपछि? मुद्दा त छोडियो नि, त्यसपछि सदन नियमित रूपमा सुचारू हुन्छ। बजेटका कुराहरू होला नि, अन्य कुराहरू होला नि, यो मुद्दा त छोडियो नि। हाम्रो एउटा मात्रै कुरा के हो भनेदेखि सदन चलाउँ केही छैन, तर पहिला चाहिँ यो राष्ट्रिय सहमतिमा आउन। राष्ट्रिय सहमतिमा आइँदैन, यो मुद्दा छोडिन्छ भनेदेखि त कसरी अब यो सदन चलाउने अथवा यो कुरामा जान सकियो त?
यो त जनताको मुद्दालाई समाधान गर्नको लागि हामीले एउटा आधारशिला एउटा चाहिँ बनाऊँ भन्ने मात्रै कुरा गरेको। त्यही रासोपाले सदन अवरुद्ध गरेको होइन, रासोपाले जनताको मुद्दा समाधान गर्नको लागि बाटो खोजौँ भनिरहेको हो। यसमा उहाँहरू नमानेर सदन अवरुद्ध भइराख्या हो। यो सरकारले अवरुद्ध गरेको सदन, रासोपाले होइन। माओवादीको लाइन त अस्ति हामीलाई दिएको 2 बुँदे लाइन हो नि, त्यो 2 बुँदेमा उहाँहरूले फिर्ता गर्नु भएको छैन हामीसँग। त्यो 2 बुँदेमै कायम छु भन्नुभएको छ। कि त अब रासोपाको 5 बुँदेमा उहाँहरू गएको हो भने 2 बुँदे कि त फिर्ता भयो, हामी त्यसमा छैनौँ भन्नु पऱ्यो। त्यसमा छैनौँ भन्नुभएको छैन, त्यसैमा छौँ, हाम्रो त्यही हो। त्यसबाट हामी दायाँ बायाँ हुँदैनौँ। रासोपालाई पनि हामी अझै कुराकानी गर्छौँ, मिलाउने कोसिस गर्छौँ, भोलिसम्मको निम्ति प्रतीक्षा गरौँ भन्नुभएको छ। प्रतिपक्षको आरोप चाहिँ यहाँहरू लचक हुनु भएन भन्ने छ। अनि प्रतिपक्षले त्यो आरोप लगाउनै मिल्दैन। उहाँहरूले भनेको त मानिसक्यौँ त, हामीले प्रमुख प्रतिपक्षले भनेको त मानिसक्यौँ त। 2 बुँदा भन्नुभयो भनेको तपाईँले संसद सधैँ अवरुद्ध रहँदैन भनेर भन्नुभयो। पेलेरै जाने हो, जबरजस्ती भयो नि चलाउने हो तपाईँहरू, के हो तयारी? अब त्यो पेल्ने ठेल्ने मेरो मुखबाट निस्किँदैन, त्यो संसदीय अभ्यास पनि होइन। संसद चल्छ, संसद आफ्नो नियमावली अनुसार चल्छ। त्यो त कसरी चल्छ भन्ने कुरा हो नि त। नियमावलीमा जसरी चलाउने उल्लेख भएको छ त्यसरी चल्छ। अब यसो भनौँ न त, पेल्ने ठेल्ने तपाईँको शब्दावली छैन, विपक्षीहरू उठिरहँदा नाराबाजी गरिरहँदा विपक्षीहरूको अवरोधका बावजुद चल्छ। विगतका पनि अभ्यास छन्। अब सभामुखले के गर्नुहुन्छ, संसदको आफ्नो परम्परा छ, नियमावली छ, संसदको नियमावली परम्परा विगतका अभ्यास, अहिलेको अवस्थाको अर्जेन्सी पनि छ, बजेटमाथि छलफल गर्नुपर्ने छ, अरू कतिपय विषयवस्तुहरू छन्। अब यो सङ्घीय निजामती ऐन संसद समितिबाट फाइनल भएर आएको छ, त्यो यहाँ पास भएर जानुपर्ने छ। यो अति महत्त्वपूर्ण ऐन हो। अब सङ्घीय यो विद्यालय शिक्षा ऐन आउँदैछ। त्यसरी यति महत्त्वपूर्ण विधेयकहरूलाई बन्धक राखेर प्रतिपक्षीले पनि त आखिर लामो समय किन रोक्नु पर्यो? उहाँहरूलाई पनि चाहिएको छ यो विधेयक, देशलाई चाहिएको छ भनेपछि संसदको नियमावली र विगतका स्थापित परम्पराको आधारमा चल्छ। सत्तापक्षले के भन्दा र प्रतिपक्षले राखेको मागमा के भन्दा मिड पोइन्ट के हो सहमतिको तपाईँले? मिड पोइन्ट आइसकेको छ। माओवादी र नेपाली कङ्ग्रेस एमालेको बिचमा र समाजवादीको बिचमा 2 बुँदे प्रस्ताव जुन माओवादीकै साथीहरूले ड्राफ्ट गरेर पठाउनु भएको थियो, त्यसमा हाम्रो भावनात्मक हिसाबले त्यसमा हामी त्यही ठाउँमा छौँ भनेका छौँ। त्यो मिड पोइन्ट हो। भनेको रासोपा र एमालेको मिड पोइन्ट आउन बाँकी हो। एमाले किन? एमाले र माओवादी, एमाले र काङ्ग्रेस यसमा कहाँ फरक छ? तपाईँहरूले छानबिन समितिको मागको विषयमा पछाडि नहट्ने, उहाँहरू छानबिन समिति नभई त काङ्ग्रेस र एमाले कहाँ भिन्न छ यसमा? संयन्त्रको विषयमा तपाईँहरू छलफलमै पनि पछाडि हट्नुभयो भन्ने सम्मको कुरा छलफल गरिरहेका छौँ। तपाईँले देख्नु भएन, तपाईँले लेख्नुभयो, तपाईँले मलाई सोध्नु नसोधी लेख्नुभयो, त्यसमा मेरो के दोष छ? भनेको एमाले के गर्दैछ भनेर सोधेर त लेख्नु भयो। सम्झौताको भाषा के हो? अलिकति भाषा आइसक्यो नि। अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने, अध्यागमनमा भइरहेका कतिपय कमजोरीहरूलाई सच्याउन सरकारले आवश्यक पहल कदमी लिने। र एमालेको बारेमा केही लेख्नु छ भने हामीलाई सोधेर लेख्नु। यो 2 बुँदेमा चाहिँ तपाईँहरू सहमत? 2 बुँदे अस्ति नै सहमति गरिसकेको हामीले है। एमालेको बारेमा लेखेर सोधेर मात्रै। एमाले र काङ्ग्रेसलाई कहीँ अम्लो घुसार्न पाइन्छ कि भनेर नखोज्नु होला।